तर शीर्षक विषय छ दशांश। मलाई लागेको महत्त्वपूर्ण कुराहरू तपाईहरुको समक्षमा आज म राख्न चाहन्छु र यो दिनुहोस् भनेर जबरजस्ती गर्नु भन्दा पनि हामीलाई एउटा चाहिँ जानकारी होस्, इन्फर्मेसन होस् हामीलाई। दशांश भनेको के हो, दिनुपर्छ कि पर्दैन, त्यो कुराको एउटा साधारण जानकारी हामीमा होस् भन्ने मलाई मात्र नभएर हाम्रो लिडर्सहरूलाई पनि त्यो कुरा लागिरहेको थियो र त्यही कुरालाई मनन गर्दै तपाईहरुको समक्षमा आज म एउटै मात्र शीर्षक दशांशलाई लिएर आएको छु। अनि गिभिङ भनेको थुप्रो छ। एउटा फ्री विल अफरिङ, यसलाई हामी फ्री विल अफरिङ भन्छौँ। आफ्नो इच्छाले स्वइच्छाले दिने हो, यो फ्री विल अफरिङ हो। अनि अर्को पनि छ मिसन अफरिङ, जो हामीले अस्ति मिटिङ गरेर मैले जबरजस्ती गरेर गर्नुपर्छ भनेर हामीले सुरु पनि गरिसकेका छौँ। जस गुरुङ ब्रदरले कोअर्डिनेट गरिरहनु भएको छ मिसन अफरिङ। कतिजनाले दिन्छु भन्नुभएको छ र दिनु भएको छैन, जस ब्रदरलाई दिनुहोस्। महिनाको $5 हो। र जब दशांश आउँछ दशांशमा पनि दिनुमै पर्छ। तर आज म अरू गिभिङ्सको बारेमा कुरा गर्ने। आज जेनरल सब्जेक्ट गिभिङ होइन, ओन्ली टाइथ, दशांशको बारेमा मात्रै म तपाईहरुको समक्षमा भन्न चाहन्छु। र म सिधै जान चाहन्छु। मेरो 4वटा आज प्रश्न छ। यो 4वटा प्रश्नको उत्तर तपाईहरुको समक्षमा मेरो मनन अनुसार, मेरो मेडिटेसन अनुसार तपाईहरुको समक्षमा राख्न चाहन्छु। स्लाइड लगाइदिनुस्। सबैभन्दा जल्दो बल्दो प्रश्न आजको मण्डलीहरूलाई यो छ। नम्बर 1, डु वी ह्याभ टु टाइथ टुडे सिन्स द ल हेज बीन अलरेडी फुलफिल्ड? कति मण्डलीहरूमा आज यो ठुलो प्रश्न चिन्ह छ। कति मण्डलीहरूले दशांश दिने गर्दैनन् पनि। र एउटा प्रश्न छ, कति मानिसहरूले भन्ने गर्छन् यो पुरानो करारमा एउटा व्यवस्था थियो अनि त्यो व्यवस्था पुरा भइसक्यो। कतिले भन्छन् येशूले व्यवस्था पुरा गर्नुभयो, अब हामीले पालन गर्नु पर्दैन भनेर भन्ने गर्छन्। र पुरानो करारको व्यवस्था हो भनेदेखि के आज हामीले नयाँ करारको मण्डलीहरूले दशांश दिनुपर्छ त भन्ने प्रश्न छ। र म तपाईलाई एन्सर दिन चाहन्छु। नेक्स्ट स्लाइडमा देखाइदिनुहोस्। We need to understand that there are mainly 3 kinds of laws in the Old Testament. Number 1, civil laws. Number 2, ceremonial laws. Number 3, moral laws. जब हामी व्यवस्था भन्छौँ, आजभोलि धेरै व्यवस्थाको र अनुग्रहको कुरा पनि आइरहेको छ मण्डलीभित्र। जब हामी व्यवस्था भन्छौँ, what do we mean by that? व्यवस्था भनेको के भन्नु खोजेको हामीले? व्यवस्था धेरै प्रकारको छ। यहाँ त मेनली 3 प्रकारको मैले लेखेँ। मलाई लाग्छ योभन्दा अझै धेरै पनि छ। जस्तो एउटा दशांश यो 3टामा पर्छ भन्ने मेरो व्यक्तिगत मननभित्र चाहिँ परेन है त। सिभिल लज भनेको चाहिँ समाजभित्रको, इजरायली समाजभित्रको कानुन हो। जस्तो हाम्रो पनि समाजभित्रको नियमहरू हुन्छ नि, होइन, नीति नियमहरू हुन्छ, त्यसलाई चाहिँ सामाजिक कानुन भन्छ, सिभिल लज। अथवा यहाँनिर हेऱ्यो भनेदेखि एक प्रकारले देशको कानुन भन्दा पनि हुन्छ। दोस्रो छ सेरिमोनियल लज। सेरिमोनियल्स भनेको चाहिँ विधि विधानहरू, रीतिरिवाजहरू, धार्मिक रूपमा गरिनुपर्ने, जुनभित्र चाहिँ सबै बलिदानहरू पर्दछ। सेरिमोनियल लजमा चाहिँ बलिदानहरू, विभिन्न प्रकारको बलिदान गर्नुपर्ने, आफूलाई पवित्र पार्नुपर्ने, आफ्नो पाप क्षमाको निम्ति बलिदानहरू गर्नुपर्नेलाई चाहिँ सेरिमोनियल लज भन्छ। अनि नम्बर 3 मा छ मोरल लज। मोरल लज भनेको नैतिक व्यवस्था, नैतिक नियम, होइन। व्यभिचार गर्नु हुँदैन, हत्या गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, आमा बाउको आदर गर्नुपर्छ। यो सबै कुराहरू चाहिँ के हो? मोरल लज हो। अब हामीले बुझ्नुपर्ने के छ? तिनीहरू अर्को प्रश्न पनि छ। Ceremonial laws were the symbol of the Christ and His sacrifice which is fulfilled. दोस्रो नम्बरको सेरिमोनियल लज भन्ने चाहिँ जुन व्यवस्था येशूले पुरा गर्नुभयो, जुन व्यवस्थाले येशूलाई देखाएको थियो, त्यो चाहिँ सेरिमोनियल लज हो।
बाइबलमा विभिन्न प्रकारको बलिदानहरू छ। त्यो बलिदानले येशू ख्रीष्टलाई पोइन्ट गरिरहेको थियो। येशू हाम्रो निम्ति संसारमा आउनुपर्छ र उहाँ हाम्रो निम्ति बलिदान हुनुपर्छ, उहाँको रगत बगाइनुपर्छ भनेर चाहिँ सेरिमोनियल लजहरूले चाहिँ येशू ख्रीष्टलाई देखाइरहेको थियो। जब येशू ख्रीष्ट संसारमा आउनुभयो, क्रुसमा बलिदान हुनुभयो, त्यहाँदेखि उता सेरिमोनियल लजको आवश्यक छैन। किन भन्दाखेरि त्यसले चाहिँ येशूको बलिदानलाई देखाउनु परेको थियो अनि येशूले त्यो गरिसक्नु भयो। त्यसै कारण वी डोन्ट फलो सेरिमोनियल लज बिकज क्राइस्ट इज अलरेडी सेक्रिफाइस्ड अन द क्रस। तर सिभिल लज कति हामीले मान्नुपर्ने हुन्छ, मोरल लज नैतिक नियम हामीले मान्नुपर्ने हुन्छ। व्यवस्था येशूले पुरा गर्नुभयो भनेर अब त्यसो भने आमा बाउको आदर गर्नु पर्दैन, चोरी गर्दा हुन्छ, हत्या गर्दा हुन्छ, व्यभिचार गर्दा हुन्छ, हुँदैन। वी हेभ टु फलो, हामीले सबै आज्ञा पालन गर्नुपर्छ, व्यवस्थाहरूलाई पालन गर्नुपर्छ। अनि अर्को छ, वाट क्याटेगोरी डज टाइदिङ फल इन? तपाईँहरूले पनि मनन गर्नुहोस्, यो कहीँ पनि स्पष्टसँग लेखिएको छैन। म आफैलाई पनि आएको प्रश्न हो, मेरो विचारमा दशांश दिनु भनेको के हो? परमेश्वरले मलाई दिनुभयो, म उहाँलाई धन्यवाद दिन चाहन्छु, अथवा उहाँको आशिष मैले पाएँ भनेर म एक्नोलेज गर्न चाहन्छु, मानिलिन चाहन्छु, स्वीकार गर्न चाहन्छु कि म केही पनि होइन, मैले पाउन सक्ने योग्यको म थिइनँ, तर म जे छु, मलाई जे दिनुभयो सबै प्रभु तपाईँले दिनुभयो भनेर मानिलिनु हो दिनु भनेको, दशांश दिनु। त्यस कारणले गर्दाखेरि अब दशांश दिनु चाहिँ सामाजिक नियम पर्यो कि सेरिमोनियल लज विधि विधान पर्यो कि मोरल लज पर्यो त? मेरो व्यक्तिगत विचारमा कता कता सिभिल लजमा पनि मिले जस्तो लाग्छ, मोरल लजमा पनि मिले जस्तो लाग्छ। तर मैले अर्को ल थपिदिनु पर्यो भने लको क्याटेगोरिज मेरो विचारमा यो चाहिँ रिलिजियस ल। रिलिजियस भनेको फेरि धर्म कर्म गर्ने भन्ने प्रकारले होइन, मेरो सम्बन्ध परमेश्वरसँग छ भन्ने प्रकारले प्रभुलाई म धन्यवाद दिन चाहन्छु, उहाँले मलाई दिनुभयो, म उहाँलाई धन्यवाद दिन चाहन्छु। बिल्डिङ रिलेसनसिप एन्ड ह्याभिङ फेलोसिप विथ गड, दशांश दिनु भनेको त्यो। त्यस कारणले दशांशको व्यवस्था त पक्का पनि पुरा भएको छैन। त्यस कारणले आजको मण्डलीले दशांश दिनु आवश्यक छ। अझै हामी खोतल्दै जानेछौँ किन दशांश दिन आवश्यक छ। तर हामी यसैको नम्बर बीमा जाउँ। दशांश पुरानो करारमा थियो, आजको मण्डलीले दिनुपर्छ कि पर्दैन? नम्बर बीमा छ, टाइथ वाज देयर इभन बिफोर द ल केम थ्रु मोसेस। व्यवस्था त मोसाद्वारा आएको। मोसा कतिखेर आयो? जब इजरायलीहरू मिश्र देशमा पुग्यो। मिश्र देशमा सायद 400 वर्षको लगभग 1600 BC को कुरा हो, 17th सेन्चुरीको कुरा हो BC। अनि त्यहाँदेखि मात्रै मोसाद्वारा चाहिँ व्यवस्था दिइयो। तर वचन हामी हेर्नेछौँ जेनेसिस 14 को 19 and 20, उत्पत्ति 14 को 19 र 20। उत्पत्ति 14 को 19 र 20 मा यसरी लेखिएको छ, उनले अब्राहमलाई यसो भनेर आशीर्वाद दिए, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्राहमलाई आशिष मिलोस्। सर्वोच्च परमेश्वर धन्य कहौन् जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनु भयो। अनि अब्राहमले उनलाई सबै कुराको दशांश दिए। हेर्नुहोस्, मोसा आउनुभन्दा 100औं वर्ष अगाडिको कुरा हो। व्यवस्था आएको छैन, मोसा पनि जन्मेको छैन। यो कहिलेको कुरा? उत्पत्तिको कुरा हो, धेरै अगाडिको कुरा हो। 100औं वर्ष अगाडि नै अब्राहमले मल्कीसेदेकलाई दशांश दिएको हामी देख्न सक्छौँ। र यहाँ पनि दशांश धन्यवादको स्वरूप चाहिँ अब्राहमले मल्कीसेदेकलाई दिएको छ। अनि मल्कीसेदेक पनि येशूको प्रकार हो। मल्कीसेदेक इज अ टाइप अफ क्राइस्ट, किनभने मल्कीसेदेकलाई के भनेछ 20 पदले? मल्कीसेदेकलाई चाहिँ सर्वोच्च परमेश्वरको पुजारी भनिएको छ। मल्कीसेदेक कसरी आयो हामीलाई थाहा छैन, उसको आमा बाउ छैन, आमा बाउको कहीँ पनि मेन्सन छैन, एकदमै ऊ अचम्म प्रकारको व्यक्ति छ। त्यस्तै गरेर ख्रिस्ट पनि आउनुभयो भनेर मल्कीसेदेकलाई ख्रिस्ट येशूसँग तुलना गरिएको छ। तर अब्राहमले मल्कीसेदेकलाई दशांश दिए। त्यस्तै गरेर यो कुरा हिब्रू 7 को 4 मा पनि लेखेको छ, अब्राहमले मल्कीसेदेकलाई दशांश दिए भनेर। अनि अर्को जेनेसिस 28:22,
उत्पत्तिको पुस्तक 28 अध्यायको 22 पदमा पनि याकुबले फेरि दशांश दिएको छ। म त्यो पनि तपाईँलाई पढेर सुनाउँछु। 28 को 22, र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ र तपाईँले मलाई दिनुभए जति सबैको दशंश म तपाईँलाई अवश्य चढाउने छु भनेपछि व्यवस्था आउनुभन्दा 100 वर्ष अगाडिदेखि नै परमेश्वरमा विश्वास गर्ने उहाँका विश्वासीहरूले, अब्राहमले, याकुबले परमेश्वरलाई दशांश दिएका कुरा हामी बाइबलमा देख्न पाउन सक्छौँ। नम्बर सी, तेस्रो कुरो, tithe is an opportunity to acknowledge divine blessings and give thanks to Him, to God. दशांश चाहिँ दिनुपर्छ भन्ने कर होइन। यदि हामीलाई कर लाग्छ भने नदिउँ, किनकि त्यो दिएको र नदिएको एउटै हो। तपाईँले दिनु भएन भने र तपाईँले करले अथवा जबरजस्ती अथवा मान्छेले मैले चढाइन भने मलाई शरम लाग्छ भन्ने प्रकारले दिनुहुन्छ भने त्यो दिएको र नदिएको एउटै हो। You have to accept it, consider it as an opportunity. तपाईँको लागि यो सौभाग्य हो, परमेश्वरले दिनुभएको यो सुन्दर मौका हो। प्रभुलाई दिने अवसर कसले पाउन सक्छ? प्रभुलाई दिने अवसर हो, प्रभुलाई दिने मौका हो। इट्स एन प्रिभिलेज। के को लागि? प्रभु तपाईँले मलाई दिनुभयो, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। म एक्नोलेज गर्न चाहन्छु कि वाट आई हेभ इज अल बिकज अफ यु। मसँग जे छ त्यो सबै तपाईँको कारणले गर्दा छ भनेर चाहिँ प्रभुलाई दिने एउटा अपर्च्युनिटी हो। दोस्रो, त्यहाँ 3 को 9 पनि पढौँ हामी। हितोपदेश, यो त हामी सबैलाई थाहा छ होला। हितोपदेश 3 को 9, आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। आमेन। आफ्ना धन सम्पत्ति अनि आफ्नो उब्जनीको सबै अगौटे फल। यहाँ दशंश भनेर लेखेको छैन, तर मैले यो वचन पिक गर्नुको कारण चाहिँ के भने अगौटे फल, सबै कुराको अगौटे फल भनेको छ। दशंश चाहिँ एक प्रकारको अगौटे फल हो। हामीले कमाएको मध्येमा अगाडि कुनै पनि कुरामा खर्च गर्नुभन्दा अगाडि निकालेर छुट्याउनु, अलग गर्नु चाहिँ दशांश हो। कतिजनाले दशांशको अर्थ बुझ्नु भएको छैन भने 10 भागमा 1 भाग भनेको। तपाईँले $10 कमाउनु भयो भने 1 भाग परमेश्वरलाई दिनु भनेको। अनि $10 कमायो भने कुनै पनि कुरामा खर्च गर्नुभन्दा पहिला $1 चाहिँ प्रभुको लागि के गर्नु? अलग गर्नु। अगौटे फल। पुरानो जमानामा फल नै हुने गर्दथ्यो होइन, उब्जनी हुने गर्दथ्यो, खेती किसानले त्यही नै गर्दथे। र आफ्नो अगौटे फलले, आफ्नो धन सम्पत्तिले परमेश्वरको आदर गर्नुभएको भनेको छ। र दिनु भनेको, दशांश दिनु भनेको चाहिँ के रहेछ भने इट्स एन अपर्च्युनिटी। परमेश्वरलाई धन्यवाद दिने र उहाँको आशिषलाई मानिलिने एउटा अवसर हो। नम्बर डी, दिनुपर्छ त भन्ने प्रश्नको उत्तर है यो सबै। के हामीले आज दशंश दिनुपर्छ त, आवश्यक छ त भन्ने प्रश्नको उत्तर हो। नम्बर डीमा, yes, because tithe is a discipline in using God given resources. एउटा डिसिप्लिन हो, अनुशासन हो। परमेश्वरले हामीलाई प्रभुमा विश्वास गरिसकेपछि प्रभुको वचनलाई, प्रभुको नीति नियमलाई, प्रभुको विधि विधानलाई हामीले बुझिसकेपछि अब यसलाई हामीले पालन गर्नुपर्छ नि। प्रभुको विधिले, प्रभुको वचनले, प्रभुको नियमले हामीलाई के भन्छ भने यो हाम्रो जीवन, यो हाम्रो लाइफ अनि हामीसँग भएको हाम्रो धन सम्पत्ति हामीले आफ्नो लागि मात्रै, आफ्नो स्वार्थको लागि मात्रै खर्च गर्नु भनेर दिनुभएको होइन। God has not given us our lives and our properties, our assets, our finances only to use for our selfish purpose. हाम्रो व्यक्तिगत स्वार्थको लागि मात्रै प्रयोग गर्नु भनेर प्रभुले दिनुभएको छैन। परमेश्वरले तपाईँ र मबाट लेखा लिनुहुन्छ। We are accountable to God for what He has given to us. प्रभुले हामीलाई के दिनुभएको छ त्यसको लेखा हामीले दिनुपर्छ। आज हामी कुरा गर्दैछौँ फाइनेन्सको, पैसाको कुरा गर्दैछौँ, दशांशको कुरा गर्दैछौँ। परमेश्वरले हामीलाई पैसा पनि, रुपियाँ पैसा पनि एउटा स्टुवर्डशिपको रूपमा दिनुभएको छ। हामीलाई तोडाको कहानी थाहा छ,
एउटालाई 5 तोडा, अर्कोलाई 2 तोडा, अर्कोलाई 1 तोडा दिएको छ। दिन चाहिँ दिएको छ, कसैलाई थोरै दिएको छ, कसैलाई धेरै दिएको छ, तर दिन चाहिँ दिएको छ। अनि त्यसलाई कसरी प्रयोग गर्ने तपाईको जिम्मेवारी, अनि तपाईले लेखा दिनुपर्छ। मालिक फर्केर आएपछि मैले तिमीलाई 5 दिएको थिएँ, मैले तिमीलाई 2 दिएको थिएँ, मैले तिमीलाई 1 दिएको थिएँ, के गर्यौ तिमीले? हाउ डिड यु युज द मनी द्याट आई हेभ गिभन टु यु? हाउ डिड यु मेक युज अफ इट? कसरी चलाउनु भयो पैसा, रुपियाँ पैसा? हामी विश्वासी भएपछि चाहिँ मैले कमाएको रुपियाँ पैसा सबै मेरो स्वार्थको लागि मैले चलाउनु मिल्दैन। परमेश्वरले लेखा लिनुहुन्छ। उहाँले मलाई जति पनि रुपियाँ पैसा दिनुभएको छ मैले कसरी त्यसको प्रयोग गरेँ। त्यस कारणले यो चाहिँ के हो? डिसिप्लिन हो। क्रिस्चियन लाइफ इज अ लाइफ अफ ए डिसिप्लिन। अनुशासित जीवन हामीले जिउनु पर्छ इसाईहरू भएपछि। र अनुशासन त धेरै छ, तीमध्येमा एउटा डिसिप्लिन चाहिँ के हो? फाइनेन्सको बारेमा। हाउ डु वी युज आवर मनी? त्यस कारणले प्रभुले हामीलाई दिनुभएको र यो प्रभुको हो भन्ने प्रकारले हामीले चलाउनु पर्छ। किनभने मसँग जे छ सबै उहाँले नै मलाई दिनुभएको। मेरो जीवन पनि उहाँको उपहार हो। माई लाइफ इज अ गिफ्ट फ्रम हिम। मेरो स्वास्थ्य पनि उहाँले मलाई दिनुभएको गिफ्ट नै हो, उपहार नै हो। त्यस कारणले प्रभुलाई मैले पनि दिनुपर्छ। त्यो हो अनुशासन। र यो भित्र अरू कुरा पनि आउँछ। अहिले म नेक्स्ट पोइन्टमा जानेछु। पहिलो 2 कोरिन्थी 5:10 के लेखेको छ? तिमीहरू सबैजना एक दिन ख्रिस्ट, हामी पढ्नु थियो 2 Corinthians 5:10, किनकि हामी सबै ख्रिस्टका न्याय आसनको सामुने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। सायद अस्ति कतिखेर हाम्रो प्रकाश सुब्बा भाइले होला गवाई भने जस्तो लाग्छ। कुन ठाउँमा हो? मृत्युको वचन भन्दाखेरि होला। उसले यो कुनै के भिडियोमा हेरेको कि कहाँ देखेको भन्दै थियो। अनि विश्वासीको मरेर स्वर्गमा गयो, अनि त्यहाँबाट उसको कामहरू चाहिँ पुरा त्यहाँनिर ढुङ्गा पत्थर सुन चाँदीको रूपमा खडा भयो। अनि पराल, यो सल्केर जाने पराल दाउराको रूपमा खडा भयो। अनि एउटा चाहिँ सबै जलेर खत्तम भयो। अनि अर्को चाहिँ जलेर जाँदाखेरि के मुकुटहरू निस्क्यो कसरी, प्रकाश भाइले भन्दै थियो। मैले राम्रोसँग मलाई याद भएन, तर मैले उसले त्यो भन्दै गर्दाखेरि के सोचेँ भने मैले यसको बारेमा थेसिस लेखेको थिएँ ब्याचलर अफ थियोलोजीमा। यो 2 Corinthians 5:10 इङ्ग्लिसबाट भन्छ जजमेन्ट सिट अफ क्राइस्ट। मेरो बुकको टाइटल नै थियो जजमेन्ट सिट अफ क्राइस्टको बारेमा मैले थेसिस लेखेको थिएँ। अनि मेरो थेसिसमा पनि त्यस्तै छ कि हामीले गरेको काम चाहिँ सबै ख्रिस्टको न्याय आसनको सामुने आगोद्वारा जाँचिन्छ। अनि यदि सुन चाँदी र बहुमूल्य पत्थरले हाम्रो काम बनिएको छ भने त्यो आगोले नष्ट हुँदैन। तपाईँलाई थाहा छ सुन चाँदी चाहिँ के हुन्छ? त्यो चाहिँ रहि नै रहन्छ। तर दाउरा पराल हो भने चाहिँ के हुन्छ? खरानी भएर जान्छ। हाम्रो काम कस्तो छ त? र काम भनेको अब काम त ठुलो कुरो पैसाले नै गर्छ। हामीले संसारमा आज दशांशको कुरा गर्दैछौँ। रुपियाँ पैसाको कसरी हामीले सदुपयोग गर्यौँ संसारमा हुँदा त्यसको लेखा परमेश्वरले हामीबाट लिनुहुन्छ। त्यसकारण हामी अनुशासित हुनु पर्यो। हाम्रो रुपियाँ पैसा प्रयोग गर्नुमा उहाँलाई दिनुमा, उहाँको राज्यको निम्ति र मण्डलीको वृद्धिको निम्ति दिनुमा हामी अनुशासित बन्नुपर्छ। दिनु त गाह्रो कुरा हो, दिनु सजिलो कुरा हुँदैन। यदि तपाईँहरूले प्र्याक्टिस गर्नुभएको छैन भने, इफ यु हेभ नट प्र्याक्टिस्ड गिभिङ इज एक्चुअली हार्ड। यो गाह्रो कुरा हो। मेरो आफ्नै गवाई पनि म भनौँ कि नभनौँ भन्ने लागिरहेछ। किनभने आई वाज नट गुड इन गिभिङ। म पनि दिनुमा राम्रो थिइनँ। दिनुमा भनेको दशांश दिनुमा चाहिँ, अरू कुरा त म दिनुमा एकदमै राम्रो छु। म चाहिँ एकदमै के भन्छ, म एकदमै सफ्ट हार्टेड पर्सन हो। म अरूको दुःख मलाई देख्न सक्दिनँ। तर दशांशमा चाहिँ मलाई पनि धेरै कुराहरूले बाँधेको थियो। एउटा कुरा के थियो भने म आफै पास्टर हो, मैले किन टाइथ दिनु भन्ने म भित्र पनि एउटा थियो। किन भन्दाखेरि टाइथ भनेको चाहिँ पास्टरलाई दिने हो। पुरानो करारमा हेऱ्यो भनेदेखि दशांश कसलाई दिने हो? लेवीलाई दिने हो। दशांश के को लागि? लेवीलाई चाहिँ 11 कुललाई जग्गा जमिन सबै दियो, तर लेवीको कुललाई छैन।
जग्गा जमिन भनेको बुझ्दै हुनुहुन्छ नि कहानी होइन। यहोशूले जब कनान देशलाई विभाग गरिदियो, सबै 11 कुलले जग्गा जमिन पाए, खनजोत खेती किसान गरी खान पाए, लेवीलाई परमेश्वरले नदिनु भने। अनि लेवी चाहिँ कसरी खाएर बस्ने? झन् लेवीले परमेश्वरको सेवा गर्ने हो। अनि 11 कुल चाहिँ धनी, लेवी चाहिँ गरिब के हो? होइन, परमेश्वरले भन्नुभयो त्यो 11 कुलले चाहिँ परिश्रम गर्ने र तिमीहरूले चाहिँ सबै कसलाई दिने? लेवीलाई दिने। 11 कुलले दिनुपर्ने। अनि तीबाट चाहिँ लेवीहरूले खाने हो। पुजारीले परमेश्वरको सेवा त्यसरी गर्ने हो। पास्टरले त्यसै त सेवा गर्नु सक्दैन। पास्टरको आफ्नै घर छ, परिवार छ। यहाँ त हामी सबैलाई थाहा छ, रेन्ट, मोर्गेज, इन्सुरेन्स के हो होइन। अनि त्यो त पास्टरको लागि हो। र म आफै पास्टर हो, मैले टाइथ किन दिने भन्ने म आफैमा पनि थियो सुरुमा। अनि मैले पनि वचन भेटाएँ, त्यो तपाईँहरूलाई अहिले म दिन्छु। म कहाँबाट कहाँ पुगेँ? म दोस्रो पोइन्टमा जाँदैछु है त। लेट्स गो टु नेक्स्ट पोइन्ट। वाइ डु वी हेभ टु टाइथ? इज इट म्यान्डेटोरी? किन हामीले दशंश दिनुपर्छ? के यो दिनै पर्ने हो? म्यान्डेटोरी हो नि, बुझ्नुहुन्छ? दिनै पर्ने, नदिई नहुने। मण्डलीमा आएपछि, मण्डलीको सदस्य भएपछि दिनै पर्ने, दशंश दिएन भने मण्डलीको सदस्य हुन नपाइने हो त? एकदमै ठुलो प्रश्न हो। आज मैले तपाईँहरूको समक्ष स्ट्रेट फरवर्ड तपाईँहरूको समक्ष मैले ल्याएँ, किनभने जे हो त्यो हामीले भन्नु पर्यो, सिकाउनु पर्यो। र अब इज इट म्यान्डेटोरी? त्यसको एन्सर म पहिला दिइहाल्छु। तपाईँहरूलाई के लाग्छ? म्यान्डेटोरी भनेको दिनै पर्ने। म सेफ लाइफ चर्चको पास्टर भएर तपाईँहरूलाई भन्न चाहन्छु, यो म्यान्डेटोरी होइन। तपाईँले दिनै पर्छ भन्ने छैन। मैले सुरुमा पनि भने त्यो दिनै पर्छ र करले दिनुहुन्छ भने नदिएको बराबर हो, त्यसले आशिष आउँदैन। त्यस कारणले यो म्यान्डेटोरी होइन। तर किन हामीले दशंश दिनुपर्छ? वाइ डु वी हेभ टु गिभ टाइथ? नम्बर ए, त्यसको पनि थुप्रै एन्सर छ। 1 नम्बरमा, इट इज कमान्डमेन्ट्स अफ द लर्ड। परमप्रभु परमेश्वरले दिनुभएका आज्ञा हो। हामीले पक्का हृदयले परमेश्वरलाई विश्वास गरेका छौँ भने उहाँको आज्ञा हामीले पालन गर्ने कि नगर्ने। इफ वी हेभ ट्रुली फलोड गड, डु वी ओबे हिज कमान्डमेन्ट्स अर नट? उहाँको आज्ञा दशंशको बारेमा प्रशस्त मात्रामा छ। म तपाईँहरूलाई मात्र एउटा पढेर सुनाउन चाहन्छु। नम्बर्स 18, 21 and 26। गन्ती 18 को 21 र 26 यसरी लेखिएको छ, लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नको निम्ति तिनीहरूको अंश स्वरूप मैले इजरायलीहरूका सबै दशांश दिएको छु। 26 पद, लेवीहरूलाई भन्, मैले तिमीहरूका अंश अधिकारको निम्ति दिएका इजरायलीहरूका दशांश जब तिमीहरू लिनेछौ, तब त्यसबाट तिमीहरूले परमप्रभुलाई त्यसको पनि दशांश भेटी लिएर बलि चढाउनु। आमेन। मैले तपाईँहरूलाई अघि भनेको थिएँ नि, मैले मेरै एन्सर पनि भेटाएँ भनेको थिएँ नि, त्यो चाहिँ 26 पद। 26 पदले के भन्दैछ हेर्नुहोस् त। परमेश्वरले भन्दैछ, लेवीहरूलाई तिमीहरूलाई सबै 11 कुलहरूले दशंश दिनेछ र दशंश दिएपछि के गर्नु भनेछ? तब त्यसबाट पनि तिमीहरूले परमप्रभुलाई त्यसको पनि दशंश भेटी लिएर बलि चढाउनु। आमेन। भनेपछि लेवीहरूलाई पनि आज्ञा छ दशंश चढाउनु, आफूले पाएकोबाट पनि दशंश चढाउनु। आज म तपाईँहरूलाई धेरै खुल्ला गर्दैछु है। तपाईँहरूले अघि दशंशको त्यहाँ लिस्ट देख्नुभयो, त्यहाँनिर मेरो लिस्ट तपाईँहरूले $220 देख्नुभयो। अब यो कुरा कतिले चाहिँ किन देखाउनु, गुप्त राख्नु पनि भन्ने कुरा गर्छ, त्यसको पनि कुरा गरौँ। मलाई कस्तो लाग्छ भने, अस्ति मात्रै मलाई मेरा आमाले भन्दै हुनुहुन्थ्यो, दशंश भेटी लेखेको किन देखाउने, अरूको देखाए नि मेरो देखाउनु पर्दैन भन्दै हुनुहुन्थ्यो मेरै आमाले। अनि मैले उहाँलाई पनि सम्झाउने कोसिस चाहिँ गरेँ। तपाईँहरूलाई पनि म भन्न चाहन्छु, 1 नम्बर कुरा, दशंश भनेको सिक्रेट हो जस्तो मलाई लाग्दैन। किन भन्नुहोस् त, 10 भागमा 1 भाग भनेर भनिदिइरहेको छ त, त्यहाँ सिक्रेट छ जस्तो लागेन त्यति साह्रो, हो कि होइन? तपाईँको 10 भागमा तपाईँले चढाउने कति हो? 1 भाग भनेपछि
त्यहाँनिर नै अलिकति रिभिल भइसक्यो। जस्तो कि मैले $100 कमाउँछु भने मैले $10 प्रभुलाई दिन्छु भन्ने कुरा चाहिँ स्पष्ट छ। त्यहाँ लुकेको कुरा केही पनि छैन, दशांश। तर मैले तपाईँहरूलाई के चाहिँ भन्न खोजिरहेको थिएँ भने अघि त्यहाँ देखेकोमा मेरो कामको आम्दानी महिनाको लगभग $1600 हुन्छ। 800 बाई विकली चेक पाउँछु म, 800 लगभग 1600 को कति भयो? 10% कति भयो? 160 हो। त्यहाँबाट मलाई चर्चबाट तपाईँहरूले सेफ लाइफ चर्चले $500 पे गर्नुहुन्छ, त्यसको 10% कति भयो हजुर? 500 को 10% कति भयो? $50 भयो। अब यता 160 र 50 जोड्दा कति भयो? 210 भने मैले मेरो कामको चाहिँ अलिकति बढी दशांश दिएको रहेछु कामबाट चाहिँ, किनभने मेरो कामको एक्ज्याक्ट $800 हुँदैन। मेरो कामको चाहिँ अलिकति फरक हुन्छ, किनभने म बाहिर जाने काम पनि गर्छु। तपाईँले देख्नुहुन्छ म कोही बेला हाम्रै चर्चको मान्छेहरूको नि इन्टरप्रिटेसन गरिरहेको हुन्छु। त्यो गाडीको माइलेजको पैसा पनि मलाई उनीहरूले दिन्छन्, त्यो भएर मेरो 800 एक्ज्याक्ट चाहिँ हुँदैन। त्यो भएर मैले चाहिँ $220 दशांश दिन्छु। मैले के भन्नु खोजेको भने जो मलाई पास्टर भनेर मण्डलीले दिएको छ मैले त्यहाँबाट पनि दशांश दिइरहेको छु, किनभने यो वचनले त्यो सिकाउँदैछ हामीलाई। नम्बर्स 18 को 26 ले लेवीहरूलाई तिमीहरूलाई 11 कुलले दिन्छ, तर त्यसबाट पनि तिमीहरूले परमेश्वरलाई दशांश चढाउनु। आमेन। र दशांश दिनु भनेर धेरै आज्ञाहरू छ र त्यो सबै आज्ञाहरू हामी पढिरहन सक्दैनौँ। किन दशांश दिनु? नम्बर 1 मा परमप्रभु परमेश्वरले दिनुभएको आज्ञा हो, त्यसलाई पालन गर्नुको लागि हामीले दशांश दिनुपर्छ। नम्बर 2 के लेखेछ? चर्च एक्सपेन्सेस। आज त हामीले सुरुमा यो मण्डली माग्दाखेरि यहाँनिर पास्टर बिमस भन्ने हुनुहुन्थ्यो, उहाँले हामीलाई फ्रीमा दिनुभएको। हामीले पनि भन्यो हामी रिफ्युजी हौँ, हामी इमिग्रेन्ट्स हौँ, हामी सेवा गर्न चाहन्छौँ भनेर चाहिँ हजुर भनेर चाहिँ यसो गरेर चाहिँ यो माग्दाखेरि उहाँहरूले हामीलाई फ्रीमा दिनुभएको। अनि हामी अलिकति लाटो भयो कि बाठा भयो, धेरै वर्षसम्म हामीले केही नदिकन यहाँनिर सेवा गरिरह्यौँ। यसो सोचौँ त आफैले, यहाँ हिटर चल्छ, जाडोमा हिटर चल्छ, गरममा एसी चल्छ, लाइट बिजुली बत्तीहरू बल्छ। कतिपल्ट हामीले जस्तै यहाँ टे पारिदिउँ, यहाँनिर अलार्म फायरका डिपार्ट उनीहरूलाई दिएका छैनौँ। हामी बाथरुममा जाउँ, पानी पुरा स्पिल, बाथरुमको त्यो पानी खाने टुटी नै छैन। अनि त्यहाँबाट पेपर हेरौँ, आज गएर हेऱ्यो भने पेपर पुरा भुइँभरि। हामी दिसा पिसाब गर्ने, पेपर चलाउने अर्काको हामी हेर्छ, विचार गरौँ त। अनि त्यहाँबाट हामीमा पनि अलिक पछाडि चाहिँ होस आयो, हो यसरी त हुँदैन, सायद त्यही भएर पनि उनीहरूले हामीलाई किक आउट गर्न खोजिरहेको थियो होइन। किनभने हामी पनि साह्रै मूर्ख भयौँ। हामीले दिनुपर्ने त उहिले नै बुझेर सुरुमा नै फ्रीमै मागेको भए पनि अलिअलि त हामीले उनीहरूलाई दिनुपर्ने हो होइन। मैले भन्नु खोजेको चर्चमा धेरै एक्सपेन्सेसहरू छ, त्यसै चर्च चल्छ त? हाम्रो एउटा साधारण आफ्नै घर त त्यसै चल्दैन, त्यसैको लागि हामीले निधारको पसिना बगाएर परिश्रम गरिरहेका छौँ भने चर्च कसरी चल्छ? चर्चमा एउटा मात्रै परिवार छ, हामी यहाँ 50औं परिवारहरू छौँ। 50 परिवारलाई चलाउने मात्रै नभएर विश्वभरि परमेश्वरको सेवाकाई गर्ने सेवाकाईहरूलाई पनि हामीले सपोर्ट गरिरहेका छौँ। बिएनसीका समिट भयो, उदाहरणको लागि ग्लोबलको समिट भयो, कुनै नेपालमा फ्लडिङ्सहरू भयो, अर्थक्वेक्सहरू भयो, हामीले मण्डलीबाट यस्ता कुराहरूमा सपोर्ट गरिरहेका छौँ। सबै कुराबाट एक प्रकारले परमेश्वरको महिमा भइरहेको छ, मण्डलीको कर्तव्य हामीले गरिरहेका छौँ। भन्नुको मतलब मण्डलीभित्र धेरै खर्च छ। अब हामी दशांश दिन चाहँदैन, वाइ डु आई हेभ टु गिभ? यो पुरानो व्यवस्थामा थियो, अहिले दिनु पर्दैन भने कहाँबाट चल्ने मण्डली? एक्सपेन्सेस त्यति मात्रै छैन नि, रेन्ट अथवा मोर्टगेज जो अहिले हामीले $400, पहिला 300बाट सुरु गऱ्यौँ, अहिले हामी $400 दिन्छौँ। स्टेसनरिजमा
मलाई कतिपल्ट भन्नु पनि मन पर्दैन। कतिवटा सानो तिनो कुराहरू म मण्डलीमा रिसिट लिएर चाहिँ सोल्टी अथवा जस ब्रदर मैले $5 मेरो खर्च भयो, मलाई रिम्बर्स गर्नुहोस् भन्नु म आफूलाई लाज लाग्छ, शरम लाग्छ। पास्टर भएर $5-10 को कसरी चाहिँ मैले रिम्बर्स गर्नु? र स्टेसनरिजको धेरै खर्च हुन्छ। ट्राभल एक्सपेन्सेस, म्युजिकल इन्स्ट्रुमेन्ट्स, ट्राभल एक्सपेन्सेस भनेको यो चर्चको पास्टरलाई कहीँ सेवाकाई गर्नु जाँदा कहिले पनि ट्राभल एक्सपेन्सेस दिएको छैन। म पास्टर हो, म कहाँ सेवाकाई गर्नु गएँ, मलाई जाने आउने भाडा दिनुहोस् भनेर मैले अहिलेसम्म मागेको छैन। मैले मेरो व्यक्तिगत युज गरेको छु। कोही बेला हाम्रो जवान भाइ बहिनीलाई लिएर गयो भने मैले मेरो पर्सनल पकेटबाट पनि युज गर्छु। तर ट्राभल एक्सपेन्सेस भनेको चाहिँ अब जस्तै गेस्ट पास्टर्सहरू आयो भने हामी उहाँहरूलाई दिने गर्छौँ। आफ्नो लोकल पास्टर होइन, गेस्ट पास्टर्सलाई चाहिँ हामीले ट्राभल एक्सपेन्सेस दिइरहेका छौँ। म्युजिकल इन्स्ट्रुमेन्ट्स हामीले किन्यौँ, अझै हाम्रो सल्लाह पनि भइरहेको छ किन्ने। स्यालेरिज भनेको अब चर्चमा नै हो भने अब चर्चमा फुल टाइम पास्टर राख्ने भने पास्टरलाई स्यालेरी दिनु पऱ्यो। यो चर्चमा सेक्रेटरीको पनि स्यालेरी छ, यो चर्चमा यहाँ काम गर्ने मान्छेको पनि स्यालेरी छ होइन। यो चर्च हामीभन्दा धेरै नै अब इस्टाब्लिस अर्गनाइज्ड हो। तर एउटा मण्डली स्थापित हुँदै गएपछि त्यो मण्डलीले चाहिँ स्यालेरीहरू पनि दिनुपर्ने हुन्छ। अनि मिनिस्ट्री सपोर्ट, मैले अघि भने ग्लोबल बिएनसी होइन, विभिन्न कुराहरूमा हामीले सपोर्ट गरिरहेछौँ। मिसन वर्क भनेको चाहिँ जुन हामीले सुरु पनि गरेका छौँ। अनि मिसन वर्क भन्दाखेरि चाहिँ अघिको फ्लडिङ्सहरू होइन, नेचुरल डिजास्टर्सहरू पनि इन्क्लुड भयो मिसन वर्क। इभेन्ट्स कस्ट, हामीले पहिला धेरै प्रोग्रामहरू गऱ्यौँ, कार्यक्रमहरू गऱ्यौँ, त्यो सबैको त पैसा लाग्छ, खर्च लाग्छ। आजभोलि हामीले गरेका छैनौँ। हाम्रो चर्च बिल्डिङमा हामी फोकस छौँ। मण्डलीमा धेरै खर्चहरू छ र यदि हामीले दशांश दिँदैनौँ भने मण्डली कसरी चल्छ त्यो हामीले बुझ्नु पर्यो। दोस्रो कारण। तेस्रो कारण, नम्बर सी, मिसन वर्क इज चर्च रेस्पोन्सिबिलिटी। मिसनको काम गर्नु चाहिँ मण्डलीको दायित्व हो, मण्डलीको जिम्मेवारी हो। त्यो हामी वचन पढौँ मत्ती 23:23 म्याथ्युस 23:23। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो, पाखण्डीहरू, किनकि तिमीहरू पुदिना र सुप र जिराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। पुरानो करारमा स्पष्टसँग दशांश देऊ भन्ने आज्ञा हामी देख्न पाउँदैनौँ। तर येशूको वचनहरूलाई इन्डाइरेक्टली हेर्दाखेरि येशूले पनि दशांशमा विश्वास गर्नुभएको थियो। येशूले पनि भन्दै हुनुहुन्छ दशांश दिनुपर्ने हो तिमीहरूले, त्यो दियौ ठिकै छ, तर त्यसमध्ये तिमीहरूले एउटा महत्त्वपूर्ण पाटा चाहिँ तिमीहरूले छुटाइरहेका छौ। त्यो के हो? जस्टिस। जस्टिस भने के हो? तपाईँले कसरी बयान गर्नुहुन्छ, एक्सप्लेन गर्नुहुन्छ वाट इज जस्टिस? मेरो भाषामा एकदमै दुखी गरिब मान्छेहरूलाई, आजभोलि हामीसँग इन्टरनेटको जमाना छ, त्यहाँ हेर्छौँ, त्यो थ्रु इन्टरनेट होइन, खानु नपाएको, लाउनु नपाएको मान्छेहरू चाहिँ एकदमै अन्यायमा परेको मान्छे हो। जब मसँग प्रशस्त छ र म उसलाई केही पनि दिँदिनँ भने मैले उसलाई अन्याय गरिरहेको छु। अन्याय भनेको कोर्टमा मात्रै मलाई मेरो बिराउनेले मलाई अन्याय गर्यो भन्ने होइन। बाइबलको अन्याय के हो त्यो हामीले बुझ्नु पर्यो। बाइबलको न्याय चाहिँ के भने आफूले आफ्नो छिमेकीलाई प्रेम गर्नु। क्रसको मिनिङ त्यो, फर्स्ट रिलेसनसिप विथ गड, सेकेन्ड रिलेसनसिप विथ पिपल। अन्य मान्छेहरूलाई, छिमेकीलाई प्रेम गर्नु भनेको के हो? अरू मानिसहरूको आवश्यकतालाई बुझ्नु हो। त्यही भएर जुन मैले मिसन वर्क सुरु गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा चाहिँ के भने अहिलेको लागि धेरै ठुलो हामीले केही पनि गर्न सक्दैनौँ, अहिले नै धेरै ठुलो गर्नु पनि पर्दैन, तर सानोभन्दा सानो सुरु गरौँ। र मेरो इच्छा चाहिँ के थियो भने यस्तै दुखी गरिबहरूलाई जोसँग खाने छैन, 1 महिनाको लागि उनीहरूलाई हामीले खानेकुरा किनिदिउँ, हाम्रो पैसा जति हुन्छ 1 महिनाभित्रको त्यति उनीहरूलाई दिउँ। कतिसँग लाउने पनि छैन, कतिसँग जाडोको लुगा छैन, हामीले उनीहरूलाई दिउँ। किनभने यो बाइबलको आगे हेर्नुहोस्, आज दशांशमा मत्ती 23:23 के भन्दैछ? दशांश त हामीले दिउँ, तर हामीले न्यायमा अन्याय गरिरहेका छौँ। अनि के भनेको छ? दया देखाएको छैनौँ, काइन्डनेस, कम्प्यासन खोइ, दया खोइ, सहानुभूति खोइ।
अनि विश्वास पनि भनेको छ। विश्वास भनेको के होला? मेरो विचारमा यदि हामीले विश्वास गर्छौँ भने हामीले उनीहरूलाई दिनुपर्छ, त्यो चाहिँ हो विश्वास। विश्वास गर्छौँ तर दिँदैनौँ, देखिरहेका छौँ तर दिँदैनौँ भने त्यो विश्वास भएन। त्यसकारण विश्वास खोइ, दया खोइ अनि न्याय खोइ। वेयर इज जस्टिस, वेयर इज फेथ, वेयर इज कम्प्यासन एन्ड काइन्डनेस। त्यस कारणले दशांश भनेको चाहिँ त्यो रहेछ। येशूले त्यो कुरालाई जोड दिँदै हुनुहुन्छ। र हामीले भन्नु खोजेको के भने मण्डली भएपछि मिसन वर्क गर्नुपर्छ हामीले। जब अहिले मैले मिसन वर्क भनिरहेको छु, पास्टरलाई सपोर्ट गर्ने, मण्डली भवन बनाइदिने अथवा के मैले यो सबै कुरा भन्नै चाहेको छैन। मैले मात्रै साधारण कुरा दुखी गरिबहरूलाई केही न केही सहायता दिउँ भन्ने बनायो अहिलेको लागि चाहिँ। जब हामीले अब राम्रो गर्दै गयो भनेदेखि हामीले ठुलो ठुलो कामहरू पनि गर्न सकौँला। नम्बर डी, टु बिकम अ मेम्बर अफ ए चर्च इज टु अग्री टु सपोर्ट द भिजन एन्ड मिसन अफ द चर्च। जब तपाईँ यो मण्डलीमा आएर ठिक छ अबदेखि म यो मण्डलीको सदस्य बन्न चाहन्छु भनेर भन्नुहुन्छ, तपाईँले यो मण्डलीको दर्शनमा अनि यो मण्डलीको क्रियाकलापहरूमा म सहभागी छु भन्नुभएको, त्यसको मतलब I agree to support the vision and mission of this church. हाम्रो नेपालीमा त त्यति साह्रो हुँदैन, तर यो इङ्ग्लिसको उदाहरण लिनुहोस्। यो इङ्ग्लिस चर्चको उनीहरूको चाहिँ के हुन्छ भने चर्च कभिनेन्ट भन्छ। चर्चसँग आफूले प्रतिज्ञा गर्नुपर्ने, म फाइनेन्सियली यो चर्चको सबै अभिभार उठाउनको लागि तयार छु भनेर उसले साइन गरेर यो चर्चको मेम्बर हुन्छ। हामीले पनि बनाएका छौँ, तर हाम्रो त्यस्तो इङ्ग्लिस चर्चहरू जस्तो के भन्छ एकदमै हुनैपर्छ, गर्नैपर्छ, यति दिनैपर्छ भन्ने त्यस्ता हामी नेपाली चर्चेसहरू कुनैमा पनि छैन जस्तो लाग्छ मलाई। तर यहाँको चर्चेसहरू चाहिँ के हो? यहाँको चर्चेसहरूले चाहिँ मैले अघि भने यहाँको स्टाफहरूलाई पे गर्नुपर्छ, अनि एउटा फिक्स्ड इन्कम आएन भने कहाँबाट पे गर्ने? त्यही भएर यहाँको चर्चेसहरूमा चाहिँ स्ट्रिक्टली त्यो लागू हुन्छ। कुनै पनि इभेन्ट्सहरू गर्नु पऱ्यो भने कसले कति दिने भनेर अगाडि नै उनीहरूले साइन गरेर मात्रै गर्छ, नभए गर्दै गर्दैन। त्यही भएर मेम्बर एउटा मण्डलीको सदस्य बन्नुको अर्थ चाहिँ के भने यो मण्डलीको दर्शनलाई, यो मण्डलीको सेवकाईलाई म सपोर्ट गर्छु भनेर सहमति हुनु। त्यो भएर दशांश दिनु आवश्यक छ भनेको। हामी यो मण्डलीको सदस्य छौँ, अरू परको मण्डलीलाई, नेपालको मण्डलीलाई, इन्डियाको मण्डलीलाई, भुटानको मण्डलीलाई दशांश दिनुहुन्छ भने एकदमै बेठिक कुरा हो। तपाईँ आउनुहुन्छ, यो मण्डली सेवा लिनुहुन्छ, यो मण्डलीबाट सबै लिनुहुन्छ, यो मण्डलीबाट हामी दाजुभाइ दिदीबहिनी भन्छौँ, हामी एउटै परिवारको भन्छौँ, तर तपाईँको दशांश चाहिँ अर्कै ठाउँमा गयो, अर्कै मण्डलीमा गयो, त्यो दशांश होइन। दशांश चाहिँ आफ्नो लोकल चर्चमा हो, स्थानीय मण्डलीमा दिने हो। किनभने हामीले धेरै रिजन्सहरू हेऱ्यौँ, धेरै कुराहरू हेऱ्यौँ। नम्बर 1 मा परमेश्वरको आज्ञा हो, नम्बर 2 मा परमेश्वरको आज्ञा भने चाहिँ के भने लेवीहरूको लागि दिनु, आफ्नो मण्डलीको पुजारीको लागि दिनु। दोस्रो चाहिँ आफ्नो मण्डलीको एक्सपेन्सेस खर्चहरू छ त्यसको लागि। नम्बर 3 मा चाहिँ आफ्नो मण्डलीद्वारा मिसन वर्क हुनु पर्यो, मिसनको सेवकाई हुनु पर्यो। तेस्रो चाहिँ मण्डलीको सदस्य हुनु भनेको म मण्डलीको दर्शन र मण्डलीको क्रियाकलापहरूमा सेवकाईहरूमा सहयोग गर्छु, सहयोग पुर्याउँछु भनेर सहमति भएको। तेस्रो कुरा, वाट ह्यापन्स व्हेन यु टाइथ? के हुन्छ जब हामीले प्रभुलाई दिन्छौँ, दशांश दिन्छौँ? धेरै मान्छेले हामीले भनेका सुनेका छौँ, हामीले दिएर कहिले पनि गरिब हुँदैनौँ। वी विल नेभर बिकम पुअर आफ्टर गिभिङ टु गड। परमेश्वरलाई दिएपछि हामी कहिले पनि गरिब हुँदैनौँ। हामी हितोपदेश 11:24 पढौँ। Proverbs 11:24 यसो लेखेको छ, एउटा मानिसको उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। अर्को भाषामा भन्नु पर्यो भने सजिलो भाषामा, जसले दिन्छ उसले धेरै पाउँछ, जसले दिँदैन ऊ अझै गरिब हुँदै जान्छ। मैले पनि अनुभव गरेँ, प्रभुलाई मैले दिएपछि म कहिले पनि गरिब भएन। मैले आशिष नै महसुस गरिरहेको छु अहिलेसम्म।
अनि मैले अघि सुरुमा भन्दै थिएँ एउटा कुरा मैले त्यहाँबाट छुटाएछु, इट इज हार्ड टु गिभ। प्रभुलाई दिनु गाह्रो पर्छ, प्र्याक्टिस गरेको छैन। वन्स यु प्र्याक्टिस इट्स नट हार्ड। जब हामीले प्र्याक्टिस गरिसक्छौँ दिन हामीलाई कति पनि गाह्रो पर्दैन। सुरुमा चाहिँ एकदमै गाह्रो हुन्छ। मैले कसरी चाहिँ होइन, जस्तै कि मैले 1600 कमाएँ भने 160 पनि मलाई महिनामा दिनु गाह्रो पर्ने रहेछ प्र्याक्टिस नगर्दाखेरि। वन्स आई प्र्याक्टिस, मैले प्र्याक्टिस गर्न सुरु गरेपछि मलाई त्यो मतलबै भएन। त्यस कारणले गर्दाखेरि हामीले प्र्याक्टिस गर्नुपर्छ अनि प्रभुले हामीलाई आशिष दिनुहुन्छ। अनि बाइबलमा धेरै यस्ता वचनहरू छ, देऊ अनि तिमीलाई दिनेछ, अनि मलाई 3:10 तिमीहरूले चाहिँ मलाई दियो भने के भनेछ परमेश्वरले, म स्वर्गको झ्याल ढोकाहरू खोलेर म तिमीहरूलाई आशिष वर्षाउने छु। तर त्यो कुरामा म साह्रै जोड गर्दिनँ। देऊ अनि म तिमीलाई दिनेछु अथवा परमेश्वरले स्वर्गको झ्याल ढोकाहरू खोलेर तिमीहरूलाई वर्षाउनु हुनेछ भन्ने कुरामा चाहिँ म जोड गर्दिनँ। परमेश्वरको प्रतिज्ञा छ, त्यो उहाँले गर्नुहुन्छ, त्यसमा म विश्वास गर्दिनँ भनेको होइन। त्यसमा वास्तवमा धेरै विश्वास गर्छु, तर म त्यो कुरामा जोड दिँदैन। म प्रभुलाई किन दिन्छु भन्दाखेरि 1 नम्बर कुरा उहाँको आज्ञालाई म पालन गर्न चाहन्छु। दोस्रो नम्बर कुरा उहाँले नै मलाई दिनुभएको र म उहाँलाई धन्यवाद दिन चाहन्छु। आई गिभ बिकज आई लभ हिम। म उहाँलाई दिन्छु किनकि म उहाँलाई प्रेम गर्छु। दिनुपर्छ, मण्डलीको नियम हो, अरूले के भन्छ भनेर चाहिँ होइन। 1 नम्बर उहाँको आज्ञालाई पालन गर्नुको लागि दिन्छु। दोस्रो कुरो उहाँलाई म धन्यवाद दिन चाहन्छु किनकि मसँग केही पनि थिएन, मसँग हुने पनि थिएन, उहाँले नै मलाई दिनुभयो, त्यसै कारण म उहाँलाई दिन चाहन्छु। दशांश कसरी दिनु, हाउ टु गिभ। हामीसँग चर्चको इन्भेलप छ बाहिर, त्यो प्रयोग गर्नुहोस्। त्यो प्रयोग गर्नै पर्छ भन्ने छैन। तपाईँले बाहिरको इन्भेलपबाट दियो भने केही पनि खराब हुँदैन हामीलाई, तर यहाँको चर्चको इन्भेलप युज नगरिदिनुहोस् किनभने त्यसको पनि त खर्च छ। त्यो पनि यहाँको चर्चले प्रिन्ट गरेर पैसा खर्च गरेर ल्याएको छ, त्यो उहाँहरूको हामी नचलाइदिउँ। हाम्रो आफ्नै छ चर्चको इन्भेलप बाहिर, तपाईँले त्यो प्रयोग गर्नुहोस्। धेरैजनाले नाम लेख्नु भएको छैन। एज अ चर्च लिडर आई से राइट योर नेम। म एउटा मण्डलीको अगुवा भएको हुनाले म भन्न चाहन्छु नाम लेख्नुहोस्। नाम लेखेन भने फेरि केही बिग्रिन्छ भन्ने होइन। तपाईँ लेख्नै चाहनुहुन्न भनेदेखि द्याट्स ओके, केही प्रब्लम भएन। तर तपाईँ पास्टर हुनुहुन्छ, तपाईँ के भन्न चाहनुहुन्छ भनेर भन्नुहुन्छ भने तपाईँ नाम लेख्नुहोस्। किन? त्यसको कारण पनि म भनिदिन्छु। हामी यो अमेरिका भन्ने ठाउँमा छौँ, नेपाल भुटान इन्डियामा भएको भए मतलब त्यति साह्रो हुने थिएन। हामी यहाँ कस्तो ठाउँमा छौँ भने ठाउँ अनुसार हामीले पनि व्यवहार गर्नुपर्ने हुन्छ। यो ठाउँ भनेको सबै लिखित काम हो, लिखित पठित काम हो, रेकर्ड हुनुपर्छ यहाँनिर है। त्यही भएर हाम्रो भुवन सोल्टीले, मैले त्यो बारम्बार भनिरहेको छु, उहाँले रेकर्ड मजासँगले बनाइरहनु भएको छ। हामीसँग 1 नम्बर कुरा रेकर्ड चाहिन्छ यहाँनिर। अहिले हामीले चर्च बिल्डिङ किन्ने भन्दैछौँ, हामीलाई भन्दा बढी अनुभव भुवन सोल्टीलाई भइसक्यो। उहाँलाई सोध्छ अथवा उहाँबाट हेर्न चाहन्छ, पेपर पहिला हेर्न चाहन्छन्। पेपरमा पनि के हेर्न चाहन्छ, तिमीहरूको फिक्स्ड इन्कम चाहिँ के छ, कुन कुन मान्छेले तिमीहरूलाई फिक्स इन्कम दिन्छ भनेर त्यो पेपर हेर्न चाहन्छ। अनि त्यो हाम्रो फिक्स देखेन भने त उनीहरूले हामीलाई पत्याउँदैन, किन हाम्रो फिक्स इन्कम नै छैन। अब अमेरिकाको सबै मण्डली त्यसरी चल्छ, उनीहरूको फिक्स इन्कम हुन्छ। अब हाम्रो फिक्स्ड इन्कम नै हुनुपर्छ भनेको पनि होइन, तर एउटा कुरा चाहिँ तपाईँको नाम छ भने हाम्रो मण्डलीमा पनि रेकर्ड बस्छ। दोस्रो कुरो, यो किन नाम देखाइयो भन्ने कुरो मैले अघि सुरुमा पनि भने। र दशांश भन्ने कुरो यहाँ छ, परमेश्वरले तिमीले दिएको कुरो एउटा हातले अर्को हातले थाहा नपाओस् भनेको छ नि। आई अग्री एन्ड आई बिलिभ इन द्याट। म त्यसमा एकदमै सहमत छु। त्यो चाहिँ के भने फ्री विल अफरिङ हो। मैले पनि यहीँभित्र पनि कतिजनालाई दिएको छु, कसैलाई पनि थाहा छैन, मैले भनेको पनि छैन, र मैले दिएँ भने कसैलाई नभन्नु पनि भन्छु म। त्यस कारणले हामीले फ्री विल अफरिङ दिन्छौँ भने यस, नो वान सुड नो द्याट। किन मैले दिएको कुरो अरूलाई बताइरहनु होइन। तर 10 भागमा 1 भाग देऊ भनेर परमेश्वरले सिधा भनिदिनु भएको छ। फिगर हामीले देखिरहेका छौँ। मैले $10 कमाएको छु भने $1 मलाई दे भनेर परमेश्वरले भन्नुभएको छ, सबैलाई थाहा छ। त्यस कारणले गर्दाखेरि मेरो विचारमा दशांश चाहिँ यहाँनिर देखाएन ठुलो कुरो जस्तो लागेन मलाई। दोस्रो कुरो, एउटा कुरा होला, तपाईँले मेरो नाम नदेखाउनुहोस् भन्नुहुन्छ होला,
तर धेरै मण्डलीहरू आज फुटेको छ, धेरै मण्डलीमा समस्या छ। किन भन्नुहुन्छ भने पैसाको कारणले। किन पैसाको कारणले भन्छ भने पैसा कति आयो कति गयो हामीलाई केही पनि थाहा छैन। त्यसकारण वी वान्ट टु बी ट्रान्सपेरेन्ट। तपाईँ एकजनाको विचार नमिल्नु सक्ला, जुन मेरो नाम नदेखाइदिनुहोस् भन्ने त फेरि एकदम राम्रो भ्यू पोइन्ट, म त्यसको आदर गर्छु, त्यो एकदमै राम्रो कुरा हो। तर अर्को तरिकाबाट हामी ट्रान्सपेरेन्ट हुनु पर्यो होइन। हाम्रो कति आयो, कति खर्च भयो, कति छ भनेर चाहिँ हामी एकदमै स्पष्ट हुनु पर्यो। त्यसलाई ट्रान्सपेरेन्सी भन्छौँ हामी। र त्यो कुराको लागि चाहिँ तपाईँले यो कुराहरू बुझिदिनु होला। अनि धेरै जोड नभए पनि थोरै जोड, एउटा मण्डलीको हामी सदस्य भएपछि हाम्रो मण्डलीको कर्तव्य हुन्छ, हाम्रो जिम्मेवारी हुन्छ मण्डलीको अभिभार उठाउने, मण्डलीको सेवकाईलाई सपोर्ट गर्ने, आफूले जति सक्दो हामीले सपोर्ट गर्ने हाम्रो दायित्व हुन्छ। परमेश्वरले हामी सबैलाई आशिष दिउन्। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। लेट अस प्रे।